Hello guys, welcome to my new video. I hope you हजुरहरु सबैजना सन्चै नै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठीक छु। भन्दा पनि हल्का हल्का टाउको दुख्ला भइरहेछ। तर म ठीक छु। अनि गाइस, अनि हेर्न कस्तो ब्याकग्राउन्ड चाहिँ यस्तो नराम्रो छ के। मजाले अनि त्यही हो गाइस, अनि भिडियो स्टार्ट भइसकेको छ भने अब चाहिँ म बाहिर जान लागेको कहाँ हो भने खै थाहा छैन मलाई पनि। आनीले कहाँ पो भन्नुभएको थियो, बौद्धतिर हो कि कहाँ भन्नुभएको थियो नि त। अनि त्यही भएर म रेडी भइसकेँ। अनि मैले भिडियो पनि रेडी सँगसँगै मैले भ्लग पनि स्टार्ट गरिसकेको छु भने गाइस, मेरो ब्याकग्राउन्ड पछि हेर्नु त। अस्ति पोखराबाट ल्याएको फोटो चाहिँ यहाँ जुन ल्याइरहेको छु मैले। अस्ति पोखराबाट 1000 रुपियाँमा ल्याएको हो क्या। अनि त्यही गाइस हेर्दै गर्नु होला। अनि आज चाहिँ हामी बौद्ध जाने हो कि खै कहाँ पो भन्नुभएको थियो। अनि पुऱ्याउनको लागि अनि हेर्दै गर्नु होला है। अनि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब चाहिँ गर्दै गर्नु होला भन्न चाहन्छु म। त्यही हो। ओके, अहिले पछि भेटौँ न। अनि गाइस त्यति भन्दै हाम्रो आनी पनि आइसक्नु भएको छ हाम्रो कोठामा। के छ गाइस? होइन, यो चाहिँ पुरा अस्तिको मगाएको यही हो क्या। मैले मगाएको यही त। हेर न, नि यो खास यहाँ हुनुपर्ने, यहाँ बनाइदिएछ क्या। अनि त्यही हो गाइस। अब चाहिँ हामी कहाँ जाने भन्नुभएको अनि? हामी कहाँ जाने? अब अमेरिका भन्नु न। यस्तो भत्र गर्नु। ए धुम्राई हो, धुम्राई भन्ने त। अनि तपाईँले त कहाँ बौद्ध भन्नु? बौद्ध धुम्राई। अब त्यही बौद्ध गइसक्यो, त्यो छेउमा ल्याएर आउनु छ, त्यो भाल्न सकेछ। ओके गाइस, अब त हामी जाने। हेर्न त्यो नाच्नु। आज छुट्टी गरेको ल गाइस, अब चाहिँ हामी यहाँबाट निस्किने होला। यो हल्लिरहेछ के भयो आज? यो हल्लिरहेछ क्या मेरो। In 300 meters, turn right. लोकेसन हेर्दै हिँड्नुपर्ने हुन्छ। अनि किनभने हाम्रो थाहा छैन नि त। सो गाइस, हामी चाहिँ यहाँ बौद्ध आइपुगिसक्यो। स्कुटर पार्किङ गरेर हिँड्दैछु। अनि मलाई दिमाग दुखिरहेको छ, आँखा दुखेको। आँखा चेक गर्नुपर्छ। यो धेरै मोबाइल हेरेर होला सायद। हेरौँ कहाँबाट पानी आइरहेछ। पानी त्यही हो गाइस। अब चाहिँ हामी बौद्धभित्र जाँदै छुमे भन्छ के रानी? ढुङ्गा भन्छ। ढुङ्गा लिने ढुङ्गा। अनि छेउमा बाल्नको लागि ढुङ्गा। सिस्नो लाने यहाँबाट किन्छ तपाईँहरूले? को ल्याउने? रसोको सिस्नो। गाइस सिस्नो लिइसकेको छ हामीले। अब छेउमा कहाँ लिने? गाइस एकछिन डालो। गाइस हामी चाहिँ हिँड्दैछौँ।
हिँड्दैछौँ यसो पसलहरू हेर्दै यस्तो राम्रो राम्रो लुगाहरू आज किन मान्छे मात्र भेट्ने दिन रहेछ है उहाँ दिदी पनि भेटेँ खै गाइस बौद्ध घुम्दै कोरा लाउँदैछ होइन भुवाकोमा आएको होइन म यहाँ काम म यहाँ यस्तो कोरा लाउँछु आज कति गर्मी भयो यस्तो यता ठ्याक्क तपाईँ देख्नु क्या बिहान बेलुका नै आउनुहुन्छ आउँछ बिहान हामी चाहिँ बल्ल एक राउन्ड हुन लाग्यो गाइस अनि कहाँ जाने अब म जाने होला दिदी म यतैबाट निस्केर जान्छु राम्रोसँग बस्नु दिदी जान्छु है भोलि पर्सि आउँछु तपाईँ पनि आउनु उतातिर नि टाढा छ मैले चाहिँ टाढा छैन तपाईँले चाहिँ टाढा तपाईँ बुवाकोमा आउँदाखेरि टाढा होइन मेरो त्यही त आउनु त मन छ नि तपाईँलाई यता हेर्नु त सेतो त भेट्ने मन छ नि त जति टाढो पनि आयो मान्छे हिँडेर आउँछ मान्छे हिँडेर त आइपुग्छ टाढो पनि राति त खोल्दैन नि अनि कसो राति त खोल्दैन नि कहाँबाट भेट्यो कहाँ चाहिँ किन्ने भनेको के सामान लाग्दैछ गाइस हामी चाहिँ अहिले खाजा खान छिरेको तातो पानी भोक त लाग्छ छैन गाइस मेरो खाजा चाहिँ यही हो लस्सी आनीले मोमो मगाएको छ म त खाँदैन गाइस आनीको नि खाजा आइसक्यो ठुल्ठुलो पाउँदो रहेछ कस्तो छ हेर्नु त मिठो छ घरको जस्तो छ यिनीहरूबाट निस्किने रे चाहिँ यही हो मोबाइल धेरै हेर्छ नि त त्यही भएर मोबाइलबाट निस्किने रे घाममा हिँड्ने विकिरणहरू हुन्छ नि त्यो यस्तै हो यही कारणले पावर बढाउने टाउको दुखाउने आँखा दुख्ने आँखा पोल्ने यस्तो यही कारणले हुन्छ यस्तो नर्मली सिसा हाल्नु भयो भने लाइट छिरिरहन्छ यो लाइट छिरेको काम देख्न चाहिँ देखिरहन्छ तर लाइट छिरिरहन्छ पावर बढाइरहन्छ अनि मोबाइल हेर्दाखेरि लाउने कि नलाउने त यो लाउनु तपाईँले नर्मल हो तर यो नर्मल सिसा भयो तपाईँको लाइट छिरिरहन्छ एउटै यस्तैमा आउँछ तपाईँको मेरो यो त्यही हो ब्लू भनेको ब्लू कट एउटा आउँछ एउटा कस्तो देख्ने त्यो हाल्नुपर्छ के भन्ने म त बुझेन भएको सिसा हाल्ने यसमा के काटेर यसमा सिसा हाल्ने पावर भएको यो सिसा हटाइदिने अनि यसमा पावर भएको सिसा हाल्ने हो बुझेँ त्यो हाल्ने अनि यो घाम र लाइटबाट छेक्ने क्या आँखा कमजोर नहुने हो त्यो नर्मली आँखामा यस्तो लाइटहरू छिरिरहन्छ तपाईँ चस्मा लाग्दाखेरि यस्तो सिसा हाल्नुभयो भने लाइट छिर्दैन बाहिरै रोक्छ अनि पावर नि बढाउँदैन टाउको नि दुखाउँदैन अनि सुधार हुँदै जान्छ फाइनली गाइज म चाहिँ रुम आइसकेको थियो होइन अघि नै आएको तर बिर्सेछु क्या गाइज मैले भ्लग के भन्छ इन गर्न बिर्सेछु नि त अनि त्यही भएर म चाहिँ फेरि क्यामेराको अगाडि आइसकेको छु अनि त्यही हो आज चाहिँ हामी बौद्ध गयो अनि
त्यस्तो भिडियो चाहिँ बनाएन खासै। अनि बाउ त गएर आएर अनि त्यहाँ अघि देखिहाल्नुभयो मेरो चाहिँ आँखा चेक गर्न गएको होइन। अनि चस्मा लाउनु पर्ने भएको छ अरे भनेर चस्मा बनाउन छोडिदिएको छु। कस्तो महँगो गाई चस्मा, भगवान् कस्तो महँगो हुँदो रहेछ नि त, म त थाहै थिएन। अनि छोडिदिएको छु। अब भोलि दिउँसोतिर लिन आऊ भनेको छ, भोलि दिउँसोतिर लिन जाने। अनि गाइस कस्तो मधुरो है हाम्रो कोठा चाहिँ हो क्या। हिजो बत्ती जल्यो नि त, एउटा बत्ती चाहिँ जलेछ क्या। अनि त्यही भएर अनि अहिले एकछिनमा हाल्छ यहाँ बत्ती हाल्ने भनेको छ। त्यही हो गाइस आजको सानो छोटो मिठो ब्लग हेरेर सबैजनाले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्दै म चाहिँ हजुरहरूबाट छुट्टिन चाहन्छु। ओके बाई बाई।